182 मिटर उचाइको त्यो विशाल मूर्ति जसले भारतको एकता बोकेको छ। नमस्कार साथीहरू, आज हामी एउटा यस्तो यात्रामा निस्केको छौँ जसले तपाईलाई आश्चर्यचकित पार्नेछ। भारतको गौरव, विश्वको सबैभन्दा अर्को मूर्ति हेर्न हाम्रो यात्रा सुरु हुँदैछ भारतको बडोदराबाट। हामीले यहाँबाट बस समात्यौं जहाँ हामीलाई स्ट्याचु अफ युनिटी सम्म 198 इन्डियन रुपिस पर्यो। सडकको दुवैतिर हरियाली, मनमोहक दृश्यहरू हेर्दै अगाडि बढ्यौं अनि अचानक टाढाबाट त्यो विशाल आकृति देखियो। यहाँ आइपुगेपछि प्रवेश शुल्क तिर्न पर्यो। हामीले साधारण प्रवेशको लागि 150 इन्डियन आइसी तिर्यौं, टिकट लियौं र अब अगाडि बढ्दैछौँ। सामान्य सुरक्षा जाँच पछि हामी अगाडि बढ्यौं। हेर्नुस् त, वाह, यो भव्यता, यो विशालता, आकाशलाई छोला जस्तो गरी उभिएको यो प्रतिमा। अब हामी प्रवेश गर्दैछौँ संग्रहालयभित्र। यो ठाउँ इतिहासको पाना हो। यहाँ सरदार वल्लभ भाई पटेलजीको जीवन, उहाँको सङ्घर्ष र एकता भारतको लागि उहाँले देखेका सपनाहरूलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ। अब हामी त्यो स्थानमा छौँ जहाँबाट यो मूर्तिको वास्तविक भव्यता महसुस गर्न सकिन्छ। यो विशाल मूर्तिको ठ्याक्कै छेउमा बगिरहेको छ पवित्र नर्मदा नदी। तर एउटा कुरा नबिर्सिनुहोला, यो ठाउँ हरेक सोमबार बन्द रहन्छ। त्यसैले आफ्नो भ्रमणको योजना बनाउँदा यो कुरालाई ध्यानमा राख्नुहोला। भारतको एकता र गौरवको प्रतीक स्ट्याचु अफ युनिटीको यात्रा तपाईलाई कस्तो लाग्यो कमेन्टमा भन्न नबिर्सिनुहोला।